अहिले चाहिँ ठ्याक्क रातिको 8:30 भयो होइन। अनि एकदमै गर्मी छ। अनि त्यही भएको कारणले साथीहरूले चाहिँ चिसो पानी पिउने भनिरहेछन् होइन। अनि यहाँ हामी 3जना नेपाली 1जना बङ्गाली। तर म चाहिँ पानी चाहिँ पिउँदिनँ, मलाई चाहिँ फेरि चिसोले छिटो समाउँछ र पानी पिउँदिनँ कहिले पनि। साथीहरूको यस्तो पानी पिएको भिडियो बनाऊ कि भनेर आएको म चाहिँ भाइरल गरिदिउँ न साथीहरूलाई भनेर त्यसो छ होइन। यता चाहिँ नेपाली दाइ हुनुहुन्छ, 1जना साथी पानी ल्याउन गइसके। अनि यहाँ रातो भेस्ट लगाउने चाहिँ बङ्गाली हो होइन। अनि नेपाली भिडियो हेर्दै गर्नु होला, कस्तो लाग्छ यसो कमेन्ट पनि गर्नु होला होइन। अनि यो चाहिँ रातिको मौसमै समय है। रातिको चाहिँ समय यस्तो छ, गाडीहरू आउने जाने भइरहेछ। त्यो पर चाहिँ सामान बोक्ने ट्रक होइन। मेरो रुम चाहिँ यिनै, म चाहिँ मुनि छु, मेरो रुम चाहिँ माथिल्लो तलामा हो। रातिको यस्तो छ दृश्यहरू होइन। विदेशमा हो, अब विदेशमा फेरि नेपालको जस्तो चाहिँ त्यो अन्धकार हुँदैन। अब रात दिन यस्तै उज्यालै हो होइन। पुरै रमाइलो हुन्छ। अनि एकदमै चिसो मौसम नभनौँ, गर्मी मौसम भएकोले यहाँ बाहिर आएर यसो भिडियो खिचेको। हेर्दै गर्नु होला भिडियो कस्तो लाग्छ। ल हामी चाहिँ त्यहाँ परतिर जाँदैछौँ है। अब पानी खाने ठाउँमा हामी जाँदैछौँ। पानी आइपुगेछ, 1जना साथीले पानी लिएर आइसक्यो होइन। जाँदैछौँ, तर म चाहिँ पानी चाहिँ पिउँदिनँ है। फेरि साथी हो, पानी पिउँदो रहेछ भनेर नभन्नु होला। म चाहिँ यसो भिडियो बनाउनु मात्रै आएको बाहिर होइन। माथि अलिकति गर्मी भएको कारणले माथि चाहिँ अघि नै भनिहालेँ लाइन छैन आज। अनि लाइन नभएको कारणले अलिक गर्मी भइरहेछ माथि बस्नको लागि। त्यही भएर म मुनि तल आइरहेको छु रोडमा होइन। मेरो रुम चाहिँ माथिल्लो तल भएकोले तल आइरहेको छु। अनि यसो साथीहरूले पानी पिउने भनेर यसो होइन। अनि यहाँ आइपुग्यौँ, बसिरहेको छौँ। साथीहरू गइसके। त्यो रातो भेस्ट लगाउन चाहिँ बङ्गाली साथी होइन। अनि रक्सी त फेरि खतरा खाइन्छ नि त फेरि बङ्गालीले त हो डेन्जर है। मान्छे सानो भने कडा छ नि फेरि मान्छे मान्छे मात्रै सानो, ज्यान मात्रै सानो, खतरा छ मान्छे चाहिँ। रिसा पनि छ, खानु त्यस्तै हो होइन, बोल्नु त्यस्तै हो, खतरा छ। अनि यता 2जना नेपाली साथीहरू, एकजना चाहिँ मैसँग काम गर्नुहुन्छ मेरो डिपार्टमा होइन। उहाँको पनि च्यानल छ, सब्सक्राइब गरिदिनु होला। उहाँ 1जना दाइ होइन। अनि उता चाहिँ अर्कै डिपार्टमा काम गर्ने मान्छे त्यसो छ। ल साथीहरूले सुरु पनि गर्न सुरु गरिसक्यो। अब म चाहिँ भिडियो बनाउँदैछु। ल हेर्दै गर्नु होला भिडियो के कस्तो लाग्छ। कमेन्ट, लाइक, सेयर गरिदिनु होला। जिन्दगी खराब हो गया, रक्सी खाए थे। जिंदगी खराब हो गई, क्या हो रहा है, क्या होगा भाई? मुख्य लुक देखो। शादी हो गया हाँ ये सलाम हाँ हाँ वो लंदन पांडे माया पांडे पांडे कसरी पर्छ सत्य हो हेरा हो मलेसियाको दुःख बाटोमा बस्नुपर्छ यता चाहिँ यस्तो छ यस्तो रमाइलो गर्नुपर्छ हैन पानी मात्रै पिउने रक्सी नपिउने पच्चीस
भुजा नखाने म अघि खाएको चिनेर खाऊ के हो भने थोरै खाऊ लो खाऊ के थोरै भरे भात जाँदैन कि यत्रो पोख्यो म चाहिँ भुजा मात्रै खाने है भुजा मात्रै ए के भले खाइन्छ बैठो बैठो आओ ए काली पूजा हैन आइसक्यो शादी हो गया बांग्लादेश में हाँ हिंदू का हाँ ऐसा ये लो लड़की लड़की ये लो लड़का वाला वो वाला पाण्डे आफ्नो जातमा पर्दैन भत्री छुट्यो पाण्डे छुट्यो होइन ये तो पांडे जात में गया या ए हाँ जी है बिहे चाहिँ पाण्डेसँग गर्यो गिलास ही ले रहे नहीं थोड़ा सा नहीं सिङ्गापुर गरे हङकङ ये पानी ले आएगा आत्मा तो लगा एवरेज टाइम रहेछ त त्यहाँ गरे हङकङ नै पानी चला 10 बजे यहाँ 10 बजे अर्को चाहिँ युके भने होइन लन्डन लन्डन त युके त हो त मलेसिया र युकेको फरक टाइम समय फरक हुन्छ नि एउटै हुँदैन यहाँ 2 बज्दा उहाँ भर्खर बिहान हुन्छ नि लन्डनमा हङकङ चाहिँ होला पानी जस्तै भइसक्यो बुढो दाइ पानी जस्तै भइसक्यो खाना हाते थोरै भए पो हुन्छ त होइन यहाँ अहिले सक्ने भयो जिन्दगी यो संसार हाम्रो जिंदगी शॉर्ट कर अनि गयो अब बुढो भयो ए बक्नु राणा ढाल्छ बुढो भइगयो नि 70 वर्ष पुग्न आयो पहिला थियो कि होइन बक्नु टिममा खेल्थ्यो अनि कराते पनि खेलेको गेम खेलेको त्यो भएर त्यो होइन टिका सानो भन्छ भिडियो गरेर आसाम त आसामको बिहे केटी त्यस्तो दाम गर्छ नि इच्छा हाल्छ कि बाहिर ल्याउने है क्या कति मिनट भयो 5 मिनट भयो त्यस्तो